मिल्नुला गाइस सबैजना मिल्नु न दादा मात्रै हुन्छ हो टपाटप हामी दिन पुलिस होइन बुस्टिङ हुन्छ पेला हैन के हात तेरी माटका मेरो बाउ प्लिज गाइस सपोर्ट गर्नु न गाइस सपोर्ट गरिदिनु न प्लिज हार्न लाग्यो गेम गाइस प्लिज सपोर्ट मदन जी सपोर्ट प्लिज मदन जी प्लिज माय डियर मदन जी प्लिज सपोर्ट गरिदिनु न गाइस प्लिज सपोर्ट प्लिज बुस्टर लगाछ कि प्लिज सपोर्ट गरिदिनु न प्लिज विजय जी प्लिज सपोर्ट गरिदिनु न दिलवाले जी प्लिज सपोर्ट दिनु न प्लिज गेम जिताइदिनु न गाइस 30,000 मा हो कि गेम गाइस प्लिज सपोर्ट गर्नु न प्लिज सपोर्ट प्लिज सपोर्ट गर्नु न गाइस प्लिज सपोर्ट दिनु न प्लिज सपोर्ट सबैजनाले 26 जना हुन्छ डबल ट्याप गर्नु न गाइस डबल ट्यापै पुगेन क्या डबल ट्यापै गरिदिनु न गाइस डबल ट्याप दिनु न प्लिज डबल ट्याप गरौँ न गाइस डबल ट्याप गरौँ न गाइस प्लिज गाइस डबल ट्याप गाइस उताबाट हानेकै छ प्लिज गिफ्टहरु सके गाइस उतापट्टि विपनाकोमा प्लिज गाइस सपोर्ट गर्नु न क्या प्लिज सपोर्ट गर्नु न गाइस प्लिज विजय जी प्लिज सपोर्ट गर्नु न मदन जी प्लिज सपोर्ट गर्नु न प्लिज सपोर्ट गर्नु न लुम्बुरा जी प्लिज सपोर्ट प्लिज सपोर्ट प्लिज सपोर्ट गरौँ न गाइस सपोर्ट गाइस सपोर्ट बुस्टर लागेको छ प्लिज सपोर्ट प्लिज सपोर्ट प्लिज मदन जी प्लिज सपोर्ट गरिदिनु न प्लिज सपोर्ट गर्नु न गाइस प्लिज गाइस सपोर्ट गाइस प्लिज सपोर्ट प्लिज गाइस सपोर्ट हेर्नु त हार्यो नि कसैले पनि प्ले गरिदिएन के गर्ने होला थ्याङ्क यू दादा थ्याङ्क यू सो मच सबैजनाले हाम्रो दादाको लागि 3100 भ्युअर्स हुन्छ सबजनाले रेड हार्ट दादाको नाम मात्र यहाँनिर रेड हार्ट पुग्नु पर्यो दादाको लागि छ त अनि Hello guys, I just want thanks to his name is welcome. Thank you मदन जी धन्यवाद छ ग्रीन ट्री हाइट फर हिमालय श्याम दाइ जीवन राई विक्रम तामाङ दिपेन राई कतिवटा अर्जुन बिन्जेल है दादा लास्ट टाइममा यस्तो दामी लाग्यो के सायद थ्यांक यू लभ गाइस माय गॉड जित्छ भनेर सोचेकै थिएन बे भन्नु पनिशमेन्ट के गर्ने तपाईहरु ब्याटा गर्न पर्ला अरु के छ उपाय हेलो बिहे गर्ने हामी पनिशमेन्ट बिहे गर्ने हामी ओके ल बेहुला बन्नु पर्यो बेहुली बन्नु पर्यो अरु मलाई थाहा हेर्न सक्दिन प्लिज म हेर्न सक्दिन म जान्छु होला म तिमी एकछिन कालो पट्टी बनाएर बस तिमी मेरो अब्रे भुले अब यस्तो के नै गर्ने भएपछि त अब हामी त बेमा जन्ती जानु पर्यो म पनि साडी लगाउनु पर्छ कि क्या हो साडी लगाएर नाच्दिम कि क्या हो पञ्चे बाना बजाएर बिहे नै गर्ने हो नहीं हामी नाटक तेरी भैंस की हट बिहे नै गर्ने हो थ्यांक यू दादा हेर्न सक्दिन भने जाऊ बाटो खाली छ हम तो बेहुली हो गई
अलरेडी उसको बिहे भइसक्यो हेर है अलरेडी उसको बिहे भइसक्यो त्यही भएर घुम्टु पनि छ उसँग अर्काको बुढीलाई अर्काको बुढीलाई यसको अनुहार कसरी फेभिकल टाँस्दियो यार पञ्चे बाजा गीत लाउनु पर्छ गाइस पञ्चे बाजा गीत हेला चियावाली भाउजू टक्क एउटा गिलास ल्याउनु पर्यो नि यसरी लजाएर दिनु पर्यो नि यसो दुध दुध ए बिपना दिदी योभन्दा पनिसमेन्ट डिभोर्स है सिधा कुरा मैले भनेको छु तमी चुप लागेर बस यो बिपना दिदी यार तीनटै पनिसमेन्ट आफै दिन्छ यार तमी चुप चुप लाग पुरा बिगार्न तमी कतै बोल्दा है ला हिन्दी पो भयो त तमी झिक्कना वाला तमी चुप तमी मुख चुप गाइज तपाईहरु मेरो फ्यान हुने मेरो रबिनको जोडी मन पराउने साथीहरु त्यो कुइन हेर है सबैजनाले साडी पनि लगाएको हुनु पर्यो नि सबैजना यता आइजन् ल लगाउने कि त्यही साडी गरेर यसरी यहाँनिर गर्नु पर्छ बेहुला बेहुली भनेको त्यस्तो हुनु पर्छ यहाँ रमिता हेर्न आछौ हामी ह बेला कसैले मुटा हान्दियो त बल्ल खाइसक्छ त हेर्नु रबिन दाइ तपाईँ भन्नु पर्यो मेरो सानो मेरो गोरी भन्नु पर्यो चियावाली भन्नु पर्यो बुढो भनेर चिया दिनु पर्यो मस्किनु पर्यो अनि त्यसपछि रोक न अहिले मेरो अगाडि तमले बिहे गरे तम्रो अगाडि यति राम्रो केटो बिहे गरेर देखाउँछु रोक तिमीलाई त कल्टले पनि हेर्दिन के के आइलाग्यो यार यो बिपेला गर्दाखेरि युट्युबरहरुले कन्टेन्ट पाउने भयो यार गाइज यस्तो यो रेकर्ड गरेर मेरोमा स्याड सङ राखिदिनु होला है रेकर्ड गरेको मान्छेले अहिले मुख छोपी आडी जान्छ बल्ल खान्छ नि आइडी जाने र जान्न होला आइडी ए गेम लगाऊ है गाइज गेम लगाऊ गाइज सुन अक्षता हैन अक्षता सुन न हैन तमी इता सुन हैन अर्को गेममा हामी नै हो के पनिशमेन्ट गर्ने यो गेममा बिहे हुन देऊ न हेर हैन नि त मेरो यहाँ दिल टुटिसक्यो गाइज अब आफ्नै बुढाले आफ्नै बड्डाले अर्को इटा राखा यत्रो बडो मान्छे इटा राखा फुट्दैन त दिल कतै भाग्दैन इटा राखा त नै यस्तो हो के अब मेरो आफ्नै बड्डाले अरूसँग बिहे गरेको को हेर्न सक्छ यार म त सक्दैन ल म पनि बिहेमा गएको मान्छे हो म पनि साडी लगाउँछु यत्रै सिटी खाँकी एकछिन म पनि नाच्नु पर्यो नि त म चाहिँ गरिब हुँदो यार ए कुर्ता सुमा चेरेर कपडा लाउँदो यार धोका दिएको सेतो साडी लाउ कि के हो म त बिहेमा गएको म पनि लगाउनु पर्यो यहाँनिर चावाली के बिते राम्री भकी त नि ए तमी छिटो तमी साडी लगाऊ तमी पनि साडी लगाऊ बिहेमा जाने हैन तमी जान्न जाने हैन नै म जान्न आफ्नै एक्स को बिहेमा जान्न जाने हैन जान्न सर एकछिन तमी हामी ओइ त्यो सुरुवाल पनि ल्याएछु हतारमा त सुरुवाल पो बोकेर आएको त्यसका राजे बिहा पनि कतिपल्ट गर्ने बच्चा पाल्नु पनि पर्ने अहिले पाइदिएछ अक्षता तिम्रो जिन्दगी त के हो त पानी बिनाको माछा जस्तो भयो मलाई यो जिन्दगीले चोट दियो गनगनी कहिले आफ्ना पनि खोइ चेवाली भाउजू खोइ तपाईको गु खोइ सक्छ खोइ गिलासमा दुध अस्ताले यस्तो गाखे नि ए टमाटर सस्तो भएको भने त्यही टमाटर टाउका हान्थ्यो कि यति बेसुरा गाई छ्या म पनि त बेना गएको भने पनि नाच्नु पर्यो नि कता गयो टुप्पा पनि गाइज रबिनले मेरो बिल्ला गरे जस्तो लाग्दैन तपाईहरुलाई मेरो फ्यानहरु यहाँ भन्नु त एकचोटी तारिफ गर्न के हर तिमीसँग त्यस्तो यति म त अब बस्दैन गिलासमा दुध रूपरङ्ग हुनु पर्यो नि त अनि गिलास छैन है दुध यसमा त्यसमा ओके गीत चाहिँ तपाईँ लगाउने कि रबिन दाइ म लगाम भन्नुहोस् पञ्चे बाजा
के गीत लाउँछ तिमी पनि नाच्छौ म त अनि बिहेको नाच्नु परेन पञ्चबाजामा केटाले कमेन्टमा टोपी कस्तो टोपी हो बिहाको दिन कस्तो टोपी हो र टोपी लाउनु पर्दैन के ढाका टोपी मसँग छैन के राख्ने यार हामी अबको पनिसमेन्ट डिल गर्नु अबको पनिसमेन्ट अबको पनिसमेन्ट डिल गर्नु के भनौँ खै हेर्न सकिने मुसाको तपाईँ खाएर मर्ली यार अबको पनिसमेन्ट भन्नु डान्स गर्नलाई यहाँ साडी ल्याइसके बिहेमा जानलाई अहिले जमाना कल टोपी लाउँछ नहुने कुरो हैट ल दाइ भन्नु अबको पनिसमेन्ट भन्नु बाख्रामाथि बसेर ए बाघ किन्दैन भनेर गीत नाच्ने फर्स्ट पनिसमेन्ट तपाईँको सेकेन्ड ए पहिला पोजिसन हेर कि छोरा अलि गरेपछि डबल ट्याप आउँदैन एकैछिन पोजिसन हेर अनि त्यसो गरौँला ए ल पनिसमेन्ट भन्नु हामीले भन्नुपर्ने के हो भन्नु पर्यो मेरो क्याली मेरो प्यारी यता छेउमा आउन भन्नु पर्यो उसले भन्नु पर्यो अलि छैन त दुध खानु न पहिला भन्नुहोस् लजाएर पिन्नु पर्यो एकदम दामी तरिकाले म ओभर बोर गएँ क्या म यार अनि सुन है तपाईँहरू त्यो एक्टिङ गर्ने अनि त्यो भनेर होइन अनि त्यो एक्टिङ भनेर अनि तपाईँहरू लजाउनु पर्यो मस्किनु पर्यो अनि दुईजना हेर गर्नु पर्यो अनि म बाजा गीत लगाउँछु अनि म नाच्छु तपाईँ लगाउने कि म्युजिक म लगाम तपाईँ लगाउनु तपाईँकोमा राम्रो हुन्छ म पहिला हेर्छु बिहे अब हेर्नु पर्यो नि त ए कितना रुलाओगा यार मुझे कितना हर्ट करोगा तमी चुप ए तमी चुप लगाए तमी मेरो झन कुरो मिलाइदिने हैन बिगाड्न आकिरै छौ तमी छिटो के बिहाको सुरुको दिनको एक्टिङ गर्ने हो त्यो चाहिँ के को धुन हो यो मान्छे ऊ हुन आँटेर सकिन आँटेर जस्तो धुन नलाउनु न रोमान्टिक गीत हो पागल रोमान्टिक पनि दामी हुनु पर्यो क्या ढुङ ढुङ तिमी लाउ त्यसो भए ए छिटो निप्टा है यो छिटो गर यति टाइम लाग्छ तिमीहरुलाई छुट्ने यसलाई मैले मिटाउन भुलेछु यार के गीत हुन्छ हौ त्यो एउटा गीतै भन्न आएन क्या मलाई तपाईँ त्यो यो रोमान्टिक हो यो होइन अर्को लाउ न बाकल बिहाको सुरुको रात पनि के तिमी श्रीमतीसँग नाच्दै जान्छौ अगाडि एउटा माया प्रीतिको एउटा हुन्छ नि यार पक्नु म लाउँछु यो अंकल लभरले पनि भर्खर भोइस छोडे जस्तो छ यार बिहाको सुरुको दिन भन्ने अनि एक्टिङ गर्ने भन्ने लास्टमा अनि के पञ्चे बाजा आवाज एकदम सानो गर डाइलेक्ट बुझिन्न फेरि एउटा के म हुँ हजुर कि प्यारी बेहुली भन्ने गीत के अब 10 पैसाको पागल रातको बेला भइसक्यो तपाईँ चाहिँ यहाँ बिहेको एक्टिङ गराउनु ओ पाइ ए भएन अब सुरु एकछिन है आवाज सानो आवाज सानो आवाज एकदम सानो गाइस यो अच्छा त कति बोली गए त म्युटै गर्छु लु मिटान दे मैले मिटाउन सके ल के छ चाहिँ अहिले सन्चौ तिमी भयो आवाज फुल आदिछ यार एकदम सानो आवाज एकदम सानो बीजीएम भयो? अलिकति ब्याकला गुन्जेको सुन्नु सर एकदम सानो सुन्नुहोस् न भन न दुध लिनुहोस् दुध खानुहोस् तिमी पनि खानु पहिला होइन हजुर खानुहोस् न हजुरको लागि हो अनि आज कति राम्रो देखेको त नि हो अनि मेकअप धेरै घस्यो क्या हो अनि आज बेहुली हो नि त म अनि मेकअप गर्नुपर्छ नि त राम्रै हुनुपर्छ आज सुरुको रात सुरुको दिन के छ हजुरको भन्नुहोस् न हजुरले के गर्नुहुन्छ ठिकै छ अनि यत्रो माइती छोडेर आएकी छौ कस्तो फिल भइरहेको तिमीलाई एकदम खुसी आजबाट नयाँ जीवनको सुरुवात हुँदैछ के छ भविष्यमा के गर्ने हो हजुरलाई नि सोध्नुपर्छ नि केही वर्षमा बच्चा नपाउने हो कि अथवा आजबाटै सुरु सुरु गर्ने कस्तो हतार छ मलाई किन कति आत्तिकै त अनि केही समय यसो घुम्ने टाइम बिताउने श्रीमान त बुझ्ने हो नि त नि कहाँ मलाई त बच्चा जन्म मन रहर छ
पहिलाको जुनियर रत्न तारतिर जानु थियो क्या कति आत्तिकी त अनि अनि कस्तो अनि बच्चाको आमा हुनु मन छ अनि मेरो उमेरको साथीहरूले सबैले बच्चा पाइसक्यो अनि मलाई पनि हतार छ साह्रै मन लाग्यो त अनि जयनारीको भिडियो हेर्ने उतै पाउने बिना बाबु हुन्छ अरे के बच्चा पाउनु त अनि भन्नु न सुरुको दिन यसो रोमान्स गर्ने यसो घुम्ने यसो ठाउँ ठाउँमा घुम्न आने कहाँ बच्चा पनि हतार गरेर चिया बली थ्याट मलाई हतार छ प्लिज के सुरु गरिहाल्ने हो अहिले नि ओइ दिपे योभन्दा अघि जानुमा सकेन मेरो गेयरमा न्युट्रलमा छ प्लिज प्लिज आज हामी मैले टाइम होला मैले सुरुवात मात्र गर भनेको यिनीहरूले त अन्त्य लर टुप्पामा टुङ्गाउनु लाग्यो भयो अनि सरता हजुर आज अलिकति टाइम ओभर भइसक्यो पाहुना पाछा बिदा गर्दाखेरि अब सुत्नु पर्छ होला हुन्छ सुतौँ ल सुतु तपाईँहरू सुतु त ए तेरी माया हट। तपाईँ सुतु त पञ्चबाजामा नाच्नु परेन म बल्ल गीत ल अब यो बल्ल कुन गीत लगाउनु फेरि पञ्चे बाजा होस् या अघिको गीत म त पञ्चबाजा लगाउँछु नाच्नु परेन ल रविन दाइ र चेवालीको बिहे भयो गाइस भाउजू भयो कति नाचेको भयो त बिहे भइसक्यो कति नाचेको अनि यति खुसियाली दिनमा नाच्नु परेन कति खुसी हो आमा सानो होइन पुरै भुत्रुक भुत्रुक भयो अब हाम्रो लभ म्यारिज हो के लभ म्यारिज हो अहिले एकछिनमा फेरि ऊ गर्नुपर्छ एकछिन नथाकिन्छ अरे बस्नु मैले असितालाई मैले असिता देख्यौ हाम्रो चन्द्र दादालाई सबैजनालाई थ्याङ्क यू सो मच भन्नु यति राम्रो पनिसमेन्ट दिन पाइयो होइन वाउ दिल खुस दिल त भ्यास भयो ल अब पनि देख्यौ त अब हामी भन्नुपर्ने अब भन्नु पर्यो अर्को पनिसमेन्ट यो त ठुलो भुडी बनाउनु पर्यो अनि बुढा एम्बुलेन्स बोलाउनु भन्नु पर्यो रविन दाजु पुरै कता नम्बर भयो गाउँलेहरू पुरै यस्तोकै एक्टिङ दिनु पर्यो होइन अनि पुरै त्यो के भन्छ अरे एम्बुलेन्सको पनि उही 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 लगाउनु पर्यो होइन अनि ए मेरो बुढी भनेर पुरै लानु पर्यो नि जन्माउनु पर्यो ओहो म त छोरी पाएँ भनेर यस्तो खुसी हुनु पर्यो कि होइन संसार जिते जस्तो हुनु पर्यो क्या त्यो बच्चा पाएर पुरा खुसी हुनु पर्यो क्या त्यही हो पनि हुँदैन त्यो अदालाई फोन गर्नु के भन्नु छ अदालाई फोन दोस्रो गर्ने पनिसमेन्ट तिमी देऊ न तिमी देऊ मैले फर्स्ट पनिसमेन्ट सेकेन्ड तिमी देऊ न त फर्स्ट पनि कहाँ त्यस्तै हुन्छ त्यस्तो हुँदैन क्यान्सल त्यो बिहे भइसक्यो अब बच्चा होइन एउटा पनिसमेन्ट मैले पनि दिन मिल्छ तिनवटामा तिमी पनि एउटा देऊ अघि मलाई किन नदिएको पनिसमेन्ट अघि किन नदिएको ए यो त मलाई लाग्दैछ दिम्की क्या हो यता गाला उता हुने दक्षिण देऊ तिमीलाई धेरै हेप्छन् जोइन नगर्नु भन्यो लास्ट हेप्छन् यहाँनिर ल्याङ नगर दोस्रो पनिसमेन्ट तिमी देऊ दोस्रो पनिसमेन्ट तिमी देऊ ल भन दोस्रो पनिसमेन्ट के अरे के भन्ला छन् दिवस हानिदिनु देऊ न त त्यही डिभोर्स हान्ने अनि तेस्रो पनिसमेन्ट अदालाई फोन गर्ने
हामी बच्चा पाउने नि होइन बुढा खेलिरहेछन् रे दादा बुढा बच्चा पाऊँ ल हाम्रो बिहे पनि भइसक्यो यो अस्ताले किन उटपटाङ कुरा गर्छ अस्ताले अबको गेममा सिधै तिमीहरूको डिभोर्स हुन्छ हुँदैन हाम्रो बच्चा जन्मिन्छ अब कति हतार भएको बच्चा जन्माउने यहाँ बिहे कहिले बिहे गर्नुलाई कहिले बच्चा जन्माउन भन्ने भएको थियो हँ बच्चा यहाँ जन्मिन लागिसक्यो ल विवेक कुन कुन भएर पनिसमेन्ट भइसक्यो त मैले दिइसकेँ कुन कुन रे फर्स्ट पनिसमेन्ट मैले बच्चा पाएर अनि खुसी हुनु पर्यो होइन बच्चा पनि जन्मिन्छ खुसी हुनु पर्यो दोस्रो पनिसमेन्ट डिभोर्स रे तेस्रो पनिसमेन्ट अक्षताले दिइरहेको छ कसलाई फोन भन्दैछ ल हाम्रो पहिलो पनिसमेन्ट एउटा बोतलले गोल हान्ने अर्को बोतल झार्ने माथिबाट एउटा तिमी बुङ्गुरमाथि ऊ बाख्रामा चढेर ए बाघ किन्दैन भटबाट गीतमा नाच्ने अब त म सिधै रविनलाई ब्रेकअप दिन्छु ब्रेकअप पनि दिने दियो न अस्ताले मलाई ब्रेकअप दिने त्यस्तो हुन्छ तिमीलाई त्यस्तो कन्सेप्ट हुँदैन। याद छ र तिमी उहिलेदेखि ब्रेकअप ल ल गरम गरम विवेक सुरु गरौँ ल दादा Yes. उसँग खेल्दा